तुलसीको माला लाउँदा यहाँ कण्ठीसम्म विशेष गरेर यहाँसम्म लगाइन्छ। रुद्राक्षको माला यहाँसम्म लगाइन्छ। हजुरलाई थाहा छ नि तुलसीको जुन मूल कण्ठी हुन्छ नि त्यो डबल कण्ठी बान्ने त्यो चाहिँ यही हुन्छ, हामीले यसो हेर्दा देखिँदैन। तर रुद्राक्षको माला चाहिँ यहाँ लगाइन्छ। यसको रिजन के हो त? यसको कारण के हो त? यसको आध्यात्मिक अर्थ के हो त? यो उपचार हो, यहीँबाट थाहा हुन्छ। रुद्राक्षको मालालाई घाँटीमा कसेर लगाउनु हुँदैन। यहाँभित्र यहाँदेखि रुद्राक्षको माला कम्तीमा यहाँ आइपुग्नुपर्छ, किनकि रुद्राक्षले हाम्रो हृदयलाई हर्टलाई बचाउँछ। मुटुका समस्या भएका व्यक्तिहरूको लागि त रुद्राक्ष अनिवार्य नै हो। रुद्राक्षका एउटा माला यहाँसम्म, जसलाई आँट हिम्मत बढाउनु छ, गाडी चलाउन डर लाग्छ, स्कुटी चलाउन डर लाग्छ, ला पल्टिहाल्छ कि ऊ हान्दियो अर्कोले ल्याएर ठोकाइदियो भन्ने लाग्छ। उहाँहरूले त रुद्राक्ष यहाँ छाती यहाँसम्म भित्रबाट हजुरहरूले एउटा दानो भए पनि राम्रो त्यसलाई जगाएर यहाँसम्म किनकि त्यसले तपाईँको हृदयलाई हर्टलाई मुटुलाई काम गर्छ। यहाँ लगाउनु हुँदैन रुद्राक्ष। त्यही भएर अर्को तुलसीको जुन माला हुन्छ त्यो फेरि यहाँ कण्ठीमा लगाइन्छ। यसको कारण हुन्छ किनकि यी उपचार रहेछन् नि त। हेर्नु त हाम्रा ऋषिमुनिहरूले त्यसैले रुद्राक्ष यहाँसम्म लगाऊ, तिम्रो हृदयलाई हर्टलाई हृदयबाट तिमीलाई बचाउन सुरु गर्छ। कण्ठीमालालाई यहाँ लाऊ, किनभने धेरै खाङखाङ खुङखुङ हाम्रो अलिकति ज्वरो आउने, शिर दुख्ने, टाउको दुख्ने विशेष उपचार हो तुलसीका। काँडाहरूसम्म बनाएर कोरोना कालमा हामीले पियौँ। त्यस कारणले गर्दा हामीले धेरै रोगहरू कहाँ लाग्छन् त भन्दा यी रुगा मर्की सारा भनेर भन्दा यहाँनिर यहाँदेखि माथि मूल प्रकृतिमा हुन्छन्। त्यसैले कण्ठीमालालाई यहाँ घाँटीबाट कसेर लगाइन्छ। त्यसैले जसले कण्ठीमालालाई यहाँ घाँटीमा बेरेर लगाएको छ उसको ऊर्ध्वगति पनि हुन्छ, त्यहाँभन्दा तलबाट प्राण जाँदैन। तुलसीको माला लगाएर जसले कण्ठीमाला लगाएर प्राण त्याग गर्दछ भने उसको कुनै पनि हालतमा अधोद्वारेण गच्छन्ति भनेको छ गरुड पुराणले। अधोद्वारबाट प्राण जाँदैन अरे। यहाँबाट तुलसी माला लगाएपछि सक्यो, उसको जहाँ मरण होस् उसको ऊर्ध्वगति नै माथिकै छिद्रहरूबाट प्राण जान्छ। अनि चाहिँ माथिका छिद्रबाट प्राण गयो भनेपछि त उसको त कल्याण भयो। यस कारणले गर्दा पनि तुलसीको माला लगाउनुको कारण के रहेछ त भनेर भन्दा एउटा स्वास्थ्यको लागि पनि राम्रो भयो। तुलसीको माला लगाउनाले तपाईँको यी सर्दी जुकाम सामान्यतया तपाईँले त्यसै पचाइदिनुहुन्छ, ठिक हुन सक्छन्। थाइराइड जस्ता समस्याहरू पनि कण्ठीमाला निकै लगाएको छ भने, अर्को एउटा गलगाँड भन्छ बाहिर निस्किनेवाला, यी सबै चिजहरूले दुःख पाउनु पर्दैन पनि। सायद यो रिसर्च गर्ने कुराहरू। वृन्दावन जानुपर्छ अबका, र त्यहाँका व्यक्तिहरू जो तुलसीको माला लाउँथे र नलाउनेमा उनीहरूमा के फरक छ, अन्तर के छ, उनीहरूले त्यो कुराहरूलाई पनि रिसर्च गरे भने तब थाहा भइहाल्यो। त्यसैले यहाँनिर बताउनुहुन्छ तुलसीको माला जसले हामीलाई घाँटीभन्दा माथिका तमाम रोगहरूबाट हामीलाई बचाउँछ, ऊर्ध्वगति गराउँछ माथिबाट। र रुद्राक्ष जसले हाम्रो हृदयसम्म पुगेर हाम्रा हर्टबाट हामीलाई रक्षा गर्दछ। यी सबै उपचारहरू पनि